रावणमा ज्ञानको घमण्ड थियो, राममा घमण्डको ज्ञान थियो। रावणमा ज्ञानको घमण्ड थियो, राममा घमण्डको ज्ञान थियो। फरक कुरा छ ज्ञानको घमण्ड र घमण्डको ज्ञान। एक्ज्याक्टली, ज्ञानको घमण्ड थियो। म नै सर्वश्रेष्ठ, मैले सबै जान्छु, मैले जे चाहे त्यही हुन्छु। नेप्लिज पोलिटिक्स इज इक्वल टु 2P + 2M, पोस्ट एन्ड पावर, मनी एन्ड मसल। एउटा 35 वर्षीय छिटो बालेन्द्र शाहले यो उमेरमा जुन स्केलको सफलता उहाँले प्राप्त गर्नुभयो, एउटा ऱ्यापर हुँदै स्वतन्त्र उम्मेदवार बनेर काठमाडौँको मेयर हुँदै र त्यसको 3-3.5 वर्षमा यो एउटा विशिष्ट परिस्थितिमा लगभग एउटा प्रत्यक्ष निर्वाचित कार्यकारी नै भएको जस्तो भाइब्स आउने गरी आज देशभरि जति पनि भोट आएको छ कि जब राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्ताव गर्यो र धेरै ठाउँका रिसर्चहरू त्यो कुराहरू आउँदाखेरि मेरो क्षेत्रमा उम्मेदवार को उठेको छ भन्ने पनि धेरै मतदातालाई सरोकार भएन, चासो भएन, जानकारी भएन। एउटै कुरा थाहा थियो, मैले हालेको भोटले बालेन्द्र शाह यो देशको प्रधानमन्त्री बन्छ। बालेन्द्र थाहा थियो, रवि लामिछाने थाहा थियो र गण्डी थाहा थियो। काठमाडौँको मेयरले झापामा गएर च्यालेन्ज गरेर म चुनाव जितेर आउँछु भन्नु, इट वाज नट अ जोक। साइलेन्स इज द मोस्ट पावरफुल वेपन्स फर द सक्सेस भन्छ कि कहिलेकाहीँ मौनता वा कम बोल्नु नै सफलताको सबभन्दा ठुलो हतियार हुन्छ कि। साइलेन्स इज द मोस्ट पावरफुल वेपन्स फर द सक्सेस, होइन? कम बोल्नु वा मौनताभित्र लक्ष्यमा केन्द्रित भएर लागिराख्नु। ईश्वरराज सापकोटा हामीसँग हुनुहुन्छ। उहाँ यो समाजको एउटा बौद्धिक व्यक्तित्व हुनुहुन्छ। विभिन्न सन्दर्भमा आफ्ना भनाइहरू पनि राखिरहनु भएको छ। उहाँसँग हामी कुराकानी पनि गरिरहेका छौँ। जेनजी आन्दोलन लगत्तै पनि उहाँको अभिव्यक्तिहरू निकै चर्चामा पनि आएको थियो। पछि हामीले एउटा पोडकास्ट पनि गऱ्यौँ। सर, स्वागत छ हजुरलाई। धन्यवाद शिव सर। सर, अब पहिला हामीले निकै कुरा पनि गऱ्यौँ देशकाल परिस्थितिका बारेमा, सन्दर्भका बारेमा। जब यो देशमा जेनजी आन्दोलन भयो त्यो पछाडि नै मैले चाहिँ हजुरलाई नोटिस पनि गरेँ र त्यसभन्दा यता हामी निरन्तर सहकारीमा संवादमा छौँ। अब अहिले हामी कुराकानी गर्दै गर्दा निर्वाचन पनि भइसकेको छ, परिणाम पनि आइसकेको छ। अब यसका बारेमा आज अलिकति कुराकानी गरौँला। सबभन्दा पहिला त निर्वाचन होला कि नहोला भन्ने बडा संशयका बिचमा अत्यन्तै शान्तिपूर्ण रूपमा र सफलतापूर्वक रूपमा निर्वाचन सम्पन्न भयो। यो 6 महिनाको बिचको जुन आँधीबेहरी नेपालको राजनीतिले सामना गर्नु पर्यो, एक्चुअली फ्ल्यासब्याकमा गएर फर्केर हेर्दा त्यो दिन जुन दिन सर संसद भवन अगाडि बसेर बोलिरहनु भएको थियो, सायद 24-25 गते, 24 गते कुरा होला, त्यो 25 गते र आजसम्म आइपुग्दा यो सरस्वती सर्टकटमा हामी फ्ल्यासब्याकमा गएर हेर्दा कस्तो लाग्छ सर तपाईँलाई? धन्यवाद शिव सर। सबभन्दा पहिला त म हजुरले पटक पटक मलाई यो क्यामेरामा बोल्न लायक देखेर बोलाउनुहुन्छ, त्यसको लागि म तपाईँलाई र तपाईँको यो परिवारप्रति, सञ्चार परिवारप्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्न चाहन्छु। र केही कुरा बोल्नु पूर्व यो देशको पटक पटक जनताले चाहेको परिवर्तनमा आफूलाई आहुति दिने ती तमाम नेपाली शहीदहरू र पछिल्लो भदौ 24 गतेको घटनामा आफूलाई देशका लागि, तपाईँ हाम्रो भविष्यका लागि र उहाँहरूको सन्ततिको भविष्यको लागि आफूलाई आहुति दिन पछि नपर्ने ती 74 जना कलिला भाइ बहिनी, छोराछोरीहरूको देशप्रतिको जुन बलिदान छ त्यसप्रति अन्तरात्मादेखि उच्च सम्मान गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्छु र शोक सन्तप्त परिवारप्रति हार्दिक संवेदना प्रकट गर्न चाहन्छु। र अब बदलितो परिवेशमा त्यो परिवारले पनि एउटा बलिदानीको महत्त्व र अनुभूति गर्न पाओस् भन्ने शब्दबाट म सुरुवात गर्न चाहन्छु। र त्यो 24 गतेदेखि अहिलेसम्म आउँदै गर्दा फेरि पनि मैले तपाईँको मोटिभेसनल पोडकास्टमा एउटा कुरा भनेको थिएँ, आत्मबल, प्रतिबद्धता र सकारात्मक सोच भयो भने जस्तोसुकै चुनौतीलाई पनि पार गरेर सफलताको बिन्दुमा पुग्न सकिन्छ भन्ने कुरा। त्यसमा नेतृत्वले महत्त्वपूर्ण भूमिका राख्छ, जसका लागि अरूको नजरले के भन्छ, मेरो नजरले, प्रत्येक व्यक्तिले आफ्नो नजरले हेर्ने हो, आफ्नो अन्तरात्माले मूल्याङ्कन गर्ने हो र अन्तरात्मालाई सकारात्मक रूपमा प्रतिबद्धताका साथ राखेर हेर्दै गर्दा सम्माननीय प्रधानमन्त्री, जसले यो देशको 2टा इतिहासमा आफ्नो नाम लेखाइसक्नुभयो, आदरणीय सम्माननीय सुशीला कार्कीज्यू लगायत उहाँको टिम र उहाँले सञ्चालन गरेको ब्युरोक्रेसीको स्ट्रक्चरल मुभमेन्ट पछिल्लो चरणमा तमाम हजुरले भने जस्तै सङ्कट, शङ्का, उपशङ्का भित्र घेरिएर बसेको त्यो संरचनाले पनि अत्यन्त शान्तिपूर्ण रूपमा जुन निर्वाचन सम्पन्न गरायो, त्यसको लागि म सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू लगायत उहाँको समस्त टिमप्रति म व्यक्तिगत रूपमा र तपाईँ हामी सबैको तर्फबाट हार्दिक आभार, कृतज्ञता एवं धन्यवाद ज्ञापन गर्न चाहन्छु। र उहाँको यो साहसले हामी पछिल्लो दिनमा प्रशासन तलदेखि माथिसम्म जिम्मेवारी पाउँदा कसरी चल्नुपर्छ र कसरी चलाउनुपर्छ परिणाम निकाल्नको लागि भन्ने कुराको एउटा लेसन लर्नको कुरा, रेफरेन्स बुक पनि उहाँ बन्नुभएको छ।
मैले त्यो रूपमा हेरेको छु शिव सर। भनेको सुशीला कार्कीलाई हामी सबैले अत्यन्त फराकिलो हृदयका साथ अहिले सम्मान गर्नुपर्छ, धन्यवाद दिनुपर्छ होइन त? हो, एकदम गाह्रो थियो नि सर, निर्वाचन हुने कि नहुने भनेको 2 महिना अगाडिसम्म पनि धेरै शङ्का उपशङ्काहरू त चल्यो नि त, चुनावै हुन्छ कि हुँदैन भन्ने। गाह्रो मात्रै नभइकन हाम्रो समाजको मनोवैज्ञानिक संरचना इभन विद्वत र नपढेका व्यक्तिसम्म जाँदै गर्दा कहीँ पनि महिलाले नेतृत्व लिइराख्दाखेरि महिलाले सक्छ र महिलाले सक्नुहुन्छ र भनेर खुसीटिरी गर्ने हाम्रो समाजको परिवेश छ। त्यो परिवेशमा उहाँले त्यो उमेरमा त्यो स्वास्थ्यको स्थितिमा यो सम्हालेर नेतृत्व प्रदान गर्नु भनेको त रियल्ली सी इज आइरन लेडी, नो डाउट। आइरन लेडीकै उपमा दिनुपर्ने भयो अहिले। एकदमै मैले व्यक्तिगत रूपमा कसले के भन्छ मलाई त मेरो आत्माले त्यो भन्छ र उहाँप्रति म सम्मान व्यक्त गर्न चाहन्छु। अहिले त खालि राष्ट्रिय आमा नै हुनुभयो नि उहाँ त, राष्ट्रिय आमा हो। अब उस्तै पर्यो भने पछिल्लो चरणको माथिल्लो पदको लागि पनि अहिले समाजमा निकै चर्चा छ र एकलौटी उहाँको चर्चा भएको हामी भेट्छौँ। अहिले त यो निर्वाचन पछाडि एउटा मात्र आवाज उठेको छ कि सुशीला कार्कीलाई अब राष्ट्रपति बनाउनु पर्यो, एकदमै राष्ट्रपति बनाउनु पर्यो भन्ने आवाज अहिले उठिरहेका छ। जसरी कामले त्यो कुरा ल्याउँदो रहेछ क्या परिणाम। जसरी चुनाव अगाडि बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा हल्ला चलेको थियो, जुन हल्लाले सकारात्मक परिणाम भन्दा पनि बढी ल्यायो, त्यसै गरी अहिले सम्माननीय व्यक्तित्वको पनि त्यो किसिमको चर्चा व्यापक रूपमा छ समाजमा, हामी भेट्छौँ। त्यो भइदियोस् भनेको तपाईँको पनि शुभकामना हो यहाँनिर। एकदमै हो, एकदमै। सुशीला कार्कीलाई राष्ट्रपति बनाउँदा राम्रो हुन्छ भन्ने तपाईँको सुझाव अथवा शुभकामना के अर्थमा बुझेँ मैले? अब आउने र समाजमा भइरहेका व्यक्तित्वहरूलाई फिल्टर गर्नु पर्यो बेस्ड अन पर्फर्मेन्स लङ टर्म, सर्ट टर्म र क्रिटिकल पोजिसनको 3टा हुन्छ। क्रिटिकल पोजिसनमा पनि त्यसलाई चाहिँ भनेअनुसारको लक्ष्य अनुरूपको परिणाम निकाल्न सक्नु भनेको सानोतिनो कुरो थिएन त्यो। ठुलो हिम्मत, ठुलो आँट, ठुलो व्यवस्थापन, ठुलो अनुभवले मात्रै त्यो एक किसिमले त संवादहीनताको जस्तो अवस्था थियो। जेनजी एकचोटि त बिचमा बिचरा इरिटेट पनि भइसक्नु भएको थियो। जेनजी आउँछ, थर्काउँछ, राजनीतिक दलले आउँछ, एउटा कुरा सबै चौधरी आएर के कुन दिनमा यो भाउतोमा आइलागी भनेर उहाँले त टाउको समातेर खुइ गर्ने स्थिति बनिसकेको थियो। बिचमा सक्नुभएको थियो, मिडियामा बोलिसक्नु भएको थियो नि उहाँले, त बोली पनि सक्नुभएको थियो। उहाँले त्यसलाई कन्ट्रोल गर्नुभयो। त्यो मलाई लाग्छ टेस्ट गर्नुभयो उहाँले, समाजले र मिडियाले कसरी हेर्छ त मैले यो फालिँदै गर्दा भनेर उहाँले टेस्ट गर्नुभयो। उहाँको आफ्नो आत्मबल आफ्नो ठाउँमा एकदम अडान थियो, त्यो अडानको परिणाम नै हो। जस उहाँले नेतृत्व गर्नुभयो, सारा संरचनाले सहयोग गर्यो, नेपाली जनता निर्वाचनको लागि उत्साही रहेछन्, सबै राजनीतिक दलहरू सौहार्दपूर्ण रूपमा सहभागी भए, परिणाम जे आयो सबैले स्वीकार गरेका छन्। लोकतन्त्रको सबभन्दा ठुलो इभेन्ट भनेको निर्वाचन हो र त्यो निर्वाचन हामीले सफलतापूर्वक सम्पन्न गरेका छौँ। सबै नेपालीलाई बधाई दिनु पर्यो यस अर्थमा। एकदमै त्यो मानेमा तपाईँले ठिक कुरा गर्नुभयो। नेतृत्व गर्ने वर्ग एउटा, उहाँको नेतृत्वमा कार्यक्रम सञ्चालन गर्ने वर्ग एउटा रह्यो। त्यो कार्यक्रमलाई सपोर्ट गर्ने दृश्य अदृश्य जति पनि शक्तिहरू हुन्छन्, उहाँहरूको सकारात्मक सोच र समर्थनले गर्दा पनि यो ठाउँमा आइपुगेको। त्यस कारण दोहोरै सम्बन्ध हुन्छ। कुनै पनि कामको परिणाम निकाल्नको लागि लक्षित वर्ग र त्यो लक्षित वर्गलाई साधन स्रोतले सपोर्ट गर्ने दृश्य अदृश्य शक्तिहरूको पनि ठुलो भूमिका रहन्छ, जुन भूमिका सकारात्मक रहेको हामी पाउँछौँ। सर अब समग्रमा यो निर्वाचनको परिणाम जस्तो आयो, यो निर्वाचन एउटा सामान्य निर्वाचन थिएन, एउटा नियमित निर्वाचन पनि थिएन र मध्यावधि निर्वाचन पनि थिएन। यो एउटा विशिष्ट परिस्थितिले सृजना गरेको विशेष प्रकृतिको निर्वाचन थियो र सम्पन्न पनि भयो। र निर्वाचन परिणाम जस्तो आयो नि, यो अलिकति अकल्पनीय जस्तो पनि लाग्छ, अस्वाभाविक जस्तो पनि लाग्छ। तर तपाईँले मसँगकै कुराकानीमा अघिल्लो पटक भन्नुभएको थियो नेसनल फ्रस्ट्रेसनको जस्तो अवस्था अहिले छ, एउटा राष्ट्रिय निराशा जस्तो पनि थियो। कति त्यो निराशाको विस्फोटीकरण चाहिँ यसरी ब्यालेट मार्फत भयो कि भनेर हेर्ने कि, अथवा यो जुन परिणामले दिएको आश्चर्य जे छ यसलाई कसरी हेर्नु भएको छ तपाईँले, कसरी विश्लेषण गर्यो भने सही निचोड निस्केला? धन्यवाद शिव सर। म त्यति साह्रै राजनीतिक विश्लेषक नहुन सकुँला, तर प्र्याक्टिकल्ली र रियालिटी नेपालको समाजलाई चित्रण गरेर हेर्दाखेरि तपाईँले भने जस्तै मैले अघिल्लो इन्टरभ्यूमा पनि तपाईँलाई मैले 4-5वटा एकदम स्पष्ट मुद्दा राखिदिएको थिएँ। राष्ट्र योसम्म कसरी आएर अबको आवश्यकता के हो, अल्टिमेटली इलेक्सन नै हो भनेर मैले भनेको पनि थिएँ। र जनमतभन्दा ठुलो कुनै शक्ति नै हुँदैन, जनताको शक्तिभन्दा अझेय शक्ति हो त्यो। र यो विस्फोटनको स्वरूप नै हो। तर यसमा सरसर्ती हेर्दाखेरि केही अन्तर्राष्ट्रिय राजनीतिक दार्शनिकहरूको थ्योरीहरूलाई हेर्ने हो भने अप्राकृतिक गठबन्धन एउटा, त्यसपछि राज्यको साधन स्रोतमाथिको दोहन, व्यक्तिगत स्वार्थ र सामूहिक स्वार्थमा राज्यको साधन स्रोतमाथिको दोहन र अप्राकृतिक गठबन्धनहरूको पूर्ण रूपमा असफलता, र त्यो 3टैले
समाजमा पारेको वितृष्णा र अन्यायको चरम पराकाष्ठाको एउटा स्वरूप हो एकातर्फ भने, अर्कोतर्फ त्यो स्वरूपलाई प्रतिनिधित्व गर्ने वर्ग वेस्टर्न सेन्चुरी शताब्दीलाई आधार मान्ने हो भने अहिलेको यङ जेनेरेसन जसलाई हामी पटक पटक जेनजी भनेर नामाकरण गर्छौँ, उहाँहरूले त्यो जुन बलिदान गर्नुभयो, मैले हजुरलाई भनेको थिएँ इन्टरभ्यूमा पनि, खबरदार त्यो खुनको मूल्याङ्कन होस्। त्यो आन्दोलनमा जसले आहुति दिनुभयो, जसले आफ्नो ज्यान बलिदान दिनुभयो, त्यसमाथि खेलवाड गर्ने कोसिस नगरियोस्। संविधानको नाममा फेरि त्यसलाई टोलमटोल नगरियोस् र जनचाहनाले चाहेको अनुरूप आगामी दिनका कार्यक्रमहरू अगाडि बढुन् र अल्टिमेटली इलेक्सन नै निर्वाचन नै अन्तिम आधार हो, जुन निर्वाचनलाई लक्षित गरेर राम्रोसँग सफल भयो। त्यो सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति म व्यक्तिगत रूपमा हार्दिक आभार एवं धन्यवाद दिन चाहन्छु र त्यसलाई लिडिङ गर्ने एकदमै अकल्पनीय रूपमा यहाँले भने जस्तै आफ्टर इलेक्सन जुन रिपोर्ट आयो त्यो रिपोर्टलाई हेर्दाखेरि अकल्पनीय पनि छ र बडो अब एकदम पोलिटिक्समा रिसर्च गर्न चाहनेको लागि नेपालको यो इलेक्सन र इलेक्सनको रिपोर्ट पोजिटिभली रिसर्च गरेर थेसिस लेख्नेहरूको लागि बहुत इन्ट्रेस्टिङ पार्ट भएको छ। बहुत एउटा अनुसन्धान नै गर्न पर्ने विषय जस्तो देखियो। अनुसन्धान गर्न पर्ने होइन, अनुसन्धान गर्नु पर्यो भने सकारात्मक रूपमा राम्रो थ्योरी थेसिस बन्न सक्छ। कुन राजनीतिक शास्त्रका विद्यार्थीहरूले विभिन्न हिसाबमा अध्ययन अनुसन्धान गर्छन्, त्यसलाई एउटा गजबको हो प्लट नेपालको यो 6 महिनामा तयार भएको छ। एकदमै उदाहरणको लागि काठमाडौँ जस्तो राजधानीको मुटुमा रहेको महानगरपालिकाको मेयर आदरणीय बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीको रवि लामिछाने जुन बेला उहाँ भित्र हुनुहुन्थ्यो, पटक भित्र जानुभयो, त्यो दुईजनाको आपसी सम्बन्ध सहकार्य जसलाई विभिन्न एङ्गलले एनालाइसिस गरिएको थियो, अल्टिमेटली उहाँहरूले जुनसुकै कन्डिसनमा भए पनि जनताका मुद्दालाई उठाइदिनु भयो र इस्युलाई उठाउनु भएको थियो। तिनै सांसद यसो फर्केर तपाईँले सांसदको गतिविधि, हिजोको संसदको गतिविधि हेर्नुभयो भने सभामुखले 2 मिनटदेखि 5 मिनट नदिने, बोल्दै गर्दा तत्कालीन गृहमन्त्री उप प्रधानमन्त्री रवि लामिछानेले प्रस्तुत गर्न खोज्दा घेराबन्दी गर्ने, ती घेराबन्दी गरेर संसदमा जानै नदिने, हामीले जे चाहे त्यही हुन्छ भनेर बोल्ने आदरणीय राजनीतिज्ञ भन्नुहुन्छ जसले आफूलाई भन्नुहुन्थ्यो हिजोका दिनमा। आज उहाँहरूको अवस्था कहाँ पुगेको छ त? जनताले कहाँ पुर्याइदियो? अल्टिमेटली यो त जनताको अभिमत हो। जनताको अभिमतभन्दा ठुलो केही पनि हुँदैन। जनता जनार्दन भनेको यही त रहेछ नि, जनता जनार्दन सार्वभौम सत्ता सम्पन्न नेपाली जनता हो। त्योभन्दा ठुलो शक्ति केही पनि हुँदैन र हामी निक्ल्यौँ भने अकल्पनीय हुन्छ भन्ने कुराको परिणाम फेरि पनि नेपालीहरूले प्रमाणित गरिदिए। त्यसको लागि म सबैप्रति अन्तरात्मादेखि हार्दिक सम्मान र विजय प्राप्त गरेर आउने राष्ट्रिय स्वतन्त्र पार्टी लगायत जो विजय भएर आउनुभयो उहाँहरूप्रति अन्तरात्मादेखि सम्मान, शुभकामना र सफलताको हार्दिक मङ्गलमय कामना गर्न चाहन्छु। अब रह्यो कुरा यसपछि के भन्ने कुरा, म लगायत नेपाली समाजको साइकोलोजिकल मनोवैज्ञानिक परिवेश हेर्ने भने हामी कुनै पनि कुरालाई नकारात्मकतातिरबाट सुरु गर्छौँ। अब जनताले यसरी चाहिने भन्दा बढी बहुमत दिएर सिलेक्सन गरेर आफ्नो अन्तरात्माको मतबाट कुनै कुरा छनौट गरेर पठाइसकेपछि अब नेगेटिभ कुराहरूको मानसिकतालाई टपक्कै बाँधेर बागमतीमा फालेर सकारात्मक सोचसहित सकारात्मक कुरामा सपोर्ट गरेर सकारात्मक फिडब्याक हामीले समेत दिने गरी अबको यो टिमलाई सपोर्ट गर्नुपर्ने हाम्रो दायित्व रहन्छ जस्तो मलाई लाग्छ। गल्तीमा खबरदारी गर्ने, राम्रा कुराहरूमा सपोर्ट गर्ने, त्यो बाहेक विकल्पै हुन सक्दैन। यदि त्यो भएन र फेरि पनि तलमाथि इन्तु किन्तु परन्तु भनेर दायाँ बायाँ तलमाथिबाट विभिन्न न्युहरू बनाएर विभिन्न बहानाहरू बनाएर आन्दोलनका नाममा बहाना बनाएर अनेक तरिकाले डिस्टर्बेन्स गर्ने कोसिस भयो भने यो त अलिकति 2/3 बहुमतको हाराहारीमा पुगेको गभर्मेन्ट छ एकातर्फ। त्यसले गर्दाखेरि त्योभन्दा पनि सकारात्मक सोचसहित अब हामी एक ढिक्का, जसरी एक ढिक्का भएर मत खस्यो त्यसरी सकारात्मक सोचको पनि एक ढिक्का भएर अब बन्ने गभर्मेन्टको पोलिसी र समूहलाई समर्थन गर्नुपर्ने देख्छु। त्यसमा आउँछु सर। त्योभन्दा अगाडि चाहिँ जस्तो 3 वर्ष अगाडि भएको निर्वाचनमा पुराना पार्टीहरू जुन अवस्थामा थिए उनीहरू त निर्णायक अवस्थामा थिए, 2/3 मत उनीहरूसँग थियो। यति छिटो नेपाली मतदाताको मन परिवर्तन भएछ, यो त वास्तवमै एउटा शोचनीय विषय होइन र? जस्तो काङ्ग्रेस, एमाले या माओवादी, अहिलेको नेपाली कम्युनिस्ट पार्टी भन्छ, लगायतका दलहरू जसरी बढारिने अवस्था आइपुग्यो, उनीहरूले चाहिँ कहाँनिर चाहिँ
समयको आवाजलाई बुझ्न सकेनन्। जबकि 79 सालको निर्वाचनमा रासोपाले 21 सिट त ल्याएको थियो, एउटा जनाउ घन्टी त बजाएको थियो। 79 निर्वाचनमा बालेन काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। केही सङ्केत त त्यसले गरेको थियो नि। त्यो जनाउ घन्टीलाई बुझ्न नसक्दा जसरी आज टाउकोमा घन बजारिने अवस्था पुराना पार्टीहरूको भयो, यसलाई चाहिँ तपाईँले कसरी हेरिरहनु भएको छ? किन तपाईँ यो समाजको एकदमै एउटा प्रबुद्ध व्यक्तित्व नजिकबाट हेरिरहनु भएको छ, घटनाक्रमलाई विश्लेषण गरिरहनु भएको छ। कहाँनिर चुके पुराना पार्टीहरू अथवा कहाँनिर बुझ्न सकेनन् समयको आवाजलाई, तपाईँले कसरी विश्लेषण गर्नुभएको छ? यसमा मैले दुईवटा शब्दबाट सुरु गर्न चाहन्छु। राम र रावणको उदाहरण दिन चाहन्छु। रावण पनि अति शक्तिशाली थिए, होइन? रावण शक्तिशाली हुन् नि त, एकदम शिवजीको भक्त। शिवजीले सबैभन्दा बढी आशीर्वाद दिएर शक्ति दिएको व्यक्तित्व मध्ये मानिन्थे। सुनकै महलमा बस्थे, होइन? राम सामान्य जोगीको रूपमा हुनुहुन्थ्यो, वनवासको अवस्थामा हुनुहुन्थ्यो। रामले विजय प्राप्त गर्नुभयो त्यत्रो शक्तिशाली व्यक्तित्वमाथि। किन भन्दा त्यहाँ जम्मा दुई चिजको फरक पाइन्छ। रावणमा ज्ञानको घमण्ड थियो, राममा घमण्डको ज्ञान थियो। एकचोटि फेरि भन्नु सर यो शब्दलाई, बडा मिठो आयो। रावणमा ज्ञानको घमण्ड थियो, राममा घमण्डको ज्ञान थियो। फरक कुरा छ ज्ञानको घमण्ड र घमण्डको ज्ञान। एक्ज्याक्टली। उसको ज्ञानको घमण्ड थियो, म नै सर्वश्रेष्ठ, मैले सबै जान्छु, मैले जे चाहे त्यही हुन्छ। तर त्यो घमण्डको ज्ञानको घमण्ड, रावणमा ज्ञानको घमण्ड, राममा घमण्डको ज्ञान। घमण्ड के हो? घमण्डले मान्छेलाई कहाँ पुर्याउँछ? घमण्डको चरम सीमाले एकदम शक्ति पनि कहाँनिर गएर सिद्धिन्छ, कुन धरातलमा पुग्छ भन्ने कुराको राम्रो विश्लेषण, अध्ययन र त्यसको प्रयोग गर्ने क्षमता राममा थियो। त्यसकारण राम भगवान हुनुभयो, रावण राक्षसको रूपमा मारिए। कमजोर त होइन, कमजोर होइन। रावण पनि त कमजोर मान्छे त होइन नि त। हो, शिवको उपासक, सुनको के भन्छ लङ्का नै। मैले हेर्नु पर्दा खास गरेर जनमत सङ्ग्रहदेखि अस्तिको निर्वाचनसम्म सहभागी हुने पार्टीहरूमा ज्ञानको घमण्ड, अहमता, व्यक्तिवादी सोच, कानुनभन्दा माथि आफूलाई राख्ने मनोवैज्ञानिक संरचना, जनतालाई जहिले पनि अवमूल्यन गर्ने, राजनीतिक सिद्धान्तभित्रको चरित्रभन्दा बाहिर पारिवारिक, व्यक्तिगत र समूहगत चरित्रमा विश्वास राख्ने, सिद्धान्तविहीन, नैतिकताविहीन, राष्ट्र र जनताप्रतिको जिम्मेवारीविहीन, आफूलाई सर्वेसर्वा ठान्ने, ठ्याक्कै रावणको स्वरूप। ज्ञानको घमण्ड, शक्तिको घमण्ड, पदको घमण्ड, पावरको घमण्ड, पैसाको घमण्ड। मैले हजुरलाई भन्दा अगाडिको इन्टरभ्यूमा भनेको थिएँ, एउटा फर्मुला मैले रिसर्च गरेर बनाएको। नेप्लिज पोलिटिक्स इज इक्वल टु 2P + 2M। पोस्ट एन्ड पावर, मनी एन्ड मसल। यति चिजको वरिपरि थियो। एक्ज्याक्टली, त्यसैको वरिपरि थियो। 2P2M होइन सर? हो, हामीले अघिल्लोपल्ट यो बारेमा विस्तृत रूपमा कुरा पनि गरेका थियौँ। हो, ठ्याक्कै त्यो चाहिँ हाम्रा पुराना पार्टीहरूसँग लागू भयो अहिले। एकदमै त्यसैको स्वरूप हो। पोस्ट पावर, मनी, मसल, हो, यी चारै चिज भयो भने सबै कुरा गर्न सकिन्छ भन्ने त्यो कुराले उनीहरू घेरिएर बसे। एक्ज्याक्टली। त्यसभित्रको गहिरो अध्ययन, विश्लेषण र जनताको चाहना बुझेर राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसभित्र आबद्ध व्यक्तित्वहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा एकदम जनताको गहिराइमा गएर के हो त यो राष्ट्रले अब खोजेको भन्ने कुराको नेतृत्वको आवाजसहित उनीहरू अगाडि आए। जुन बेला आम जनताले एउटा विकल्प खोजिरहेका थिए, कुनै वादभन्दा पनि यी वादबाट आजित भएर, वादको अन्याय र अत्याचारबाट आजित भएर नयाँ कुनै वादको बाटो खोजिरहेका थिए, जुन बाटो राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका मितिसम्म र परिणाम देखाउने मितिसम्म दिन सफल भएको देखिन्छ। अब कुनै कुरा जित्नु ठुलो कुरो होइन, तर त्यसलाई बचाइराख्नु भयङ्कर ठुलो चुनौती हो। सगरमाथाको शिखरमा पुग्नु ठुलो कुरा होइन, सगरमाथाको शिखरमा कति समय अडिन सकिन्छ त्यो चाहिँ ठुलो कुरा हो भनेर भनिन्छ नि। अडिन सक्नु र सकुशल फर्केर यथास्थानमा आउनु सबभन्दा महत्त्वपूर्ण कुरा त त्यो छ। अब यसको सेफ ल्यान्डिङ कसरी हुन्छ, अब यो त परिणामको कुरा छ, हामी त्यहाँ चर्चा गर्छौँ। सर यो पुराना पार्टीहरूलाई चाहिँ
एउटा एक खालले घमण्ड थियो। अब हामीलाई चाहिँ अब यति सालदेखि निर्वाचन गर्दै आएको, निर्वाचन कसरी जित्नुपर्छ हामीलाई थाहा छ, हामी नै हौँ यसका मास्टर भन्ने कुराहरू थियो कि यति भर्खरै खुलेको फुच्चे पार्टी यो फलानु फलानु मिलेर हामीलाई यति छिटो यसरी बढालान् भन्ने त सुनेको पाएनन् उनीहरूले। निर्वाचनको के लागेको थियो उनीहरूलाई ठ्याक्कै चाहिँ लाग्दैन। निर्वाचनको पराजित पीडाबाट गुर्लुमै ढलेर बसिरहेको अवस्थामा धेरै भन्दाखेरि थप पीडा होला। अनि यो त एउटा व्यक्तिलाई गरेको कुरा होइन, एउटा समग्र प्रवृत्तिको बारेमा त समीक्षा गर्नु पर्यो नि। त्यसको समीक्षा मैले फेरि पनि अस्तिको मेरो अघिल्लो इन्टरभ्यूलाई बेस मारेर तपाईँलाई भने, अघि राम र रावणको उदाहरण दिएँ। उनीहरूमा हरेक चिजको घमण्डको पराकाष्ठ भएको कारण हो एउटा, जब कुनै पनि शक्तिले जनतामाथि अवमूल्यन गर्छ त्यो एक दिन न एक दिन हुने यही नै हो। जन अभिमतभन्दा ठुलो कुनै मत हुनै सक्दैन, न भूत न भविष्यति। जस्तो तपाईँले नेपालका धेरैवटा निर्वाचनहरूलाई नजिकबाट हेर्नुभयो, ती सबै निर्वाचनभन्दा के चिजहरू चाहिँ यसमा फरक देखियो? जस्तो वर्षौँ पुराना पार्टीहरू, एक खालको सङ्गठन या निर्वाचनको प्रचार शैली, मतदातासँग कनेक्ट हुने जे एउटा परम्परागत तौर तरिका, ती सबै चिजहरूलाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ एकैपटक भत्काएको जस्तो देखिन्छ। हजारौँ लाखौँ कार्यकर्ताको पङ्क्ति छैन, भोट माग्ने शैलीहरू फरक छन्, या परम्परागत हिसाबमा जसरी नाराबाजी या भाषण भूषण आरोप प्रत्यारोप भन्दा बिल्कुल फरक। अघि हामीले कुराकानी गर्दै गर्दा तपाईँले स्मरण गर्नुभयो, बालन शाहले सिङ्गो चुनावी क्याम्पेनिङभरि जम्मा 27 मिनट भाषण गरेर रहेछन्, एक ठाउँमा पनि अन्तर्वार्ता दिएनन्। यी सारा चिजहरू हेर्दाखेरि त पुरै परिवर्तन भयो नि त निर्वाचनको तौर तरिकामा। यसलाई चाहिँ हामी कसरी एनालाइसिस गर्न सक्छौँ? यसको मोडालिटी जेनेरेसन बेस पनि हुन्छ, जेनेरेसन बेस पनि हुन्छ, र साइन्स र टेक्नोलोजीको डेभलपमेन्टले पनि यसलाई असर गर्छ भन्ने कुरा पनि एउटा प्रमाणित गरेको पाइन्छ। हिजोकै दिनमा भन्नुहोस् न, हजुरलाई याद होला, कतिको याद छ, गणेशमान गिरिजा किशुनजी, मनमोहन अधिकारी, मदन भण्डारी लगायत आज फलान ठाउँमा आमसभा छ अरे भनेपछि त्यो ठाउँमा आमसभाको विशेष तयारी हुन्थ्यो, तहस भएको हुन्थ्यो। उहाँहरू गएर बोल्दै गर्दा जनताहरू अभिप्रेरित हुन्थे, मोटिभेसन हुन्थे, असाध्यै उहाँहरूप्रति श्रद्धा थियो। उहाँहरूको त्यो एक्टिभिटीले गर्दा पछिल्लो चरणसम्म यी पार्टी बचेका हुन् नि त। तर त्यो आफ्नो पुर्खाको इतिहास, आफ्नो राजनीतिक सिद्धान्त, आफ्नो वर्चस्वलाई आफ्नै चरित्रको कारणले बचाउन सकेनन्। र यो पछिल्लो मोडालिटीको कुरा गर्दै गर्दाखेरि मैले अघि पनि तपाईँलाई भने, संसारका राजनीतिक दर्शन शास्त्रीहरू अथवा राजनीतिमा विशेषज्ञता हासिल गर्न खोज्ने अथवा राजनीतिमा पिएचडी गर्न खोज्नेहरूको लागि न्यू जेनेरेसनदेखि लिएर दार्शनिकहरूलाई नेपालको यो इलेक्सनमा एकदम सकारात्मक रूपमा मिठो स्टडी गर्ने एउटा रिफरेन्स बुक भएको मैले पाउँछु। कहीँ आमसभा त्यति ठुलो भएको पाइएन, कहीँ चडक भडक त्यति। यदि भयो भनेदेखि मोडर्न टेक्नोलोजीलाई म्याक्सिमम युज गरेको पाइन्छ। एकातर्फ रोड सो जस्तो बालेन रविहरूले रोड सो गरे हो। पुराना पार्टीहरू त अब आफ्नै निर्वाचन क्षेत्रमा नै केन्द्रित, ठुला नेताहरू बाहिर देशभरि जान पनि नसक्ने परिस्थिति बन्यो हो। ठुला सभाहरू पनि उनीहरूले गर्न सकेनन्। रासोपाले केही ठाउँमा गर्यो, काङ्ग्रेसले केही ठाउँमा गर्यो, तर अलिक फरक देखियो क्या यो पटकको क्याम्पेनिङको समग्र पिक्चर पनि अलिकति फरकै देखियो। स्ट्राटेजी र मोडालिटी नै फरक थियो। जस्तो रासोपाको मोडालिटी हेर्ने हो भने न्यू जेनेरेसन र पब्लिकले, पुरानो जेनेरेसनले खोजेको रिजल्ट के त, अब के दिन्छौ तिमीहरू, हिजोकाले यसो गरे तिमीहरू के दिन्छौ भनेर प्रश्न कहीँ गरेको पनि भेट्छौ नि त। त्यो एउटा पात्र परिचय, एक ठाउँमा कोही बोल्नु भनेको त्यो जेनेरेसनले खोजेको कुरा हो। अब न्यू जेनेरेसनले नो मोर भाषण होइन, के गर्ने हो, कस्ता मान्छे ल्याउने हो, टक त्यो कुरालाई पनि जनताले के खोजिरहेछ भन्ने कुरा उनीहरू बुझ्न सफल भएछन् समय अगाडि होइन। त्यो कुरो बुझ्यो नि त, भाषणै गरेन नि त। हुनेवाला प्रधानमन्त्रीले पहिला के भन्यो, प्रश्नदेखि भाग्ने, प्रश्नै नसुन्ने। उनलाई त यस्ता आरोप लागिरहेको थियो नि त, जनतासँग आउने, डिबेट नगर्ने, प्रश्न नसुन्ने, एजेन्डा नराख्ने भन्दाखेरि उनीहरूले त्यो कुरा मानेनन्। तर अहिले आएर हेर्दा त त्यो कुरा त सही प्रमाणित भयो नि त। यदि जम्मैतिर बोल्दै हिँडेको, भाषण गर्दै हिँडेको, अन्तर्वार्ता दिँदै हिँडेको भए न यस्तो हुँदैन थियो कि। त्यो हिसाबमा समयको चेतलाई या कहाँ पुगेको छ समय भनेर बुझ्ने कुरामा त उनीहरू त माहिर देखा परे नि सर। टाइम एनालाइसिस, टाइम म्यानेजमेन्ट र न्यू जेनेरेसन र ओल्ड जेनेरेसनको साइकोलोजिकल स्टडी गरेर त्यसलाई ठ्याक्कै एड्रेस गर्ने गरी उनीहरू आए राष्ट्रिय स्वतन्त्र पार्टी भने। पुराना पार्टीहरू आफ्नो हिजोकै ह्याङओभर, हिजोकै पोलिसी, हिजोकै स्ट्राटेजी मै बसे एकातर्फ भने, अर्कोतर्फ 23 र 24 गतेको घटनाले रणनीति जेसुकै बनाए तापनि फिल्डमा ओपनली आएर आमसभामा जान सक्ने अवस्थाबाट उनीहरू आफै डराइराखेको पाइन्छ। त्यो भन्दै गर्दा काङ्ग्रेसभित्र ठुलो परिवर्तन आएको, त्यसलाई मान्नुपर्छ। त्यो एकदमै ठुलो साहस हो।
त्यसको लागि गगन थापाज्यूले जुन हिम्मत गर्नुभयो त्यसको लागि उहाँलाई सम्मान व्यक्त गर्नुपर्छ। त्यो काङ्ग्रेसमा एउटा परिवर्तनको एउटा ठुलो स्टेप चालिएको। अब त्यसले दीर्घकालीन स्वरूप लियोस्, त्यसले स्थायित्व लियोस् र एउटा हार नै अन्तिम विजय होइन। प्रत्येक हारबाट मान्छेले असफलता नै सफलताको चिन्ह हो नि त। अमेरिकाको अब्राहम लिङ्कनको हिस्ट्री हेर्ने हो भने उनी जति हार्ने त सायदै को होला र, तर पनि राष्ट्रपति त भएरै छोडे नि त। एउटा चुनाव एउटा निर्वाचन हार होइन, त्यो हारबाट त एउटा सही राजनीतिज्ञ हो भने धेरै कुरा सिक्छ। जित्नेले पनि सिक्छ, हार्नेले पनि सिक्छ र सिक्नुपर्छ। जित्नेले के सिक्छ भने मैले यो जितिराखेको कुरालाई, मेरो अस्तित्वलाई मैले अनन्तसम्म कसरी बचाएर राष्ट्र र जनताको सेवामा लगाउने, जसले गर्दा खोजेअनुसारको विकासको सबै सेक्टरमा विकासको एउटा गति लियोस् जित्नेले। हार्नेले म किन हारेँ र अब मेरो विजयको बाटो के हुनसक्छ, हामीले के गर्दा हामी यो पोजिसनमा पुग्यौँ र त्यो पोजिसनबाट उम्केर सफलताको बाटोमा अघि बढ्नको लागि अब हाम्रो रणनीति के हुन्छ भनेर फेरि तिनै भोट दिने भोट नदिने ती नेपाली जनतासँग प्रत्यक्ष चुनावमा मात्रै होइन, दैनिक सहकार्यमा रहनुपर्छ, दैनिक भेटघाटमा रहनुपर्छ। निर्वाचन क्षेत्रमा जाने, एक दिन जाने, केही दिन बस्ने, उनीहरूसँग सँगै खाइदिने, त्यो नाटकीय स्वरूप गरेर हुँदैन। जनतालाई सधैँ अन्तरात्मामा राखेर, शिरमा जनता, आँखामा समस्या, कानमा उनीहरूको आवाज राखेर नियमित रूपमा जान सक्यो भने फेरि कुनै दिन नयाँ इतिहास पनि बन्न सक्छ। हजुर सर, अब तपाईँ एउटा पनि भएको र सफलताको सिद्धान्तहरू पढाउने मान्छे भएको कारणले एउटा 35 वर्ष छिटो बालेन्द्र शाहले यो उमेरमा जुन स्केलको सफलता उहाँले प्राप्त गर्नुभयो, एउटा र्यापर हुँदै स्वतन्त्र उम्मेदवार बनेर काठमाडौँको मेयर हुँदै र त्यसको 3-3.5 वर्षमा यो एउटा विशिष्ट परिस्थितिमा लगभग एउटा प्रत्यक्ष निर्वाचित कार्यकारी नै भएको जस्तो भाइब्स आउने गरी आज देशभरि जति पनि भोट आएको छ कि जब राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्ताव गर्यो र धेरै ठाउँका रिसर्चहरू त्यो कुराहरू आउँदाखेरि मेरो क्षेत्रमा उम्मेदवार को उठेको छ भन्ने पनि धेरै मतदातालाई सरोकार भएन, चासो भएन, जानकारी भएन। एउटै कुरा थाहा थियो, मैले हालेको भोटले बालेन्द्र शाह यो देशको प्रधानमन्त्री बन्छ। बालेन थाहा थियो, रवि लामिछाने थाहा थियो र घन्टी थाहा थियो। अझ बढी बालेन र घन्टी भनेर हाले। हेरे एउटा सक्सेसको थ्योरी थाहा भएको मान्छे, तपाईँहरू जसरी मोटिभेट गर्नुहुन्छ मान्छेलाई यस्तो यस्तो हुनुपर्छ सफलताको लागि भन्दै गर्दा यो 35 वर्ष छिटोले प्राप्त गरेको यो सफलतालाई कसरी हेर्न सकिन्छ? एक्ज्याक्टली कसरी व्याख्या गर्ने होला कि एउटा सक्सेसको थ्योरीबाट हेरौँ न एकपटक। यसलाई आउट अफ पोलिटिक्स राखेर एकचोटि त्यो सफलतालाई मात्रै हेर्ने हो भने मेरो विचारमा सबभन्दा पहिला उसको सांस्कारिक संरचना, मैले अघि पनि भनेको थिएँ हजुरलाई, पारिवारिक सांस्कारिक संरचना असाध्यै मिठो छ। नम्बर 1 एउटा एकदम डिसिप्लिन अनुशासित परिवारमा हुर्केर आएको भेट्छौँ, पहिलो आधार। दोस्रो आधार उहाँले अध्ययन सुरु गर्दै गर्दा अध्ययनप्रतिको लगनशीलता र त्यसमा ल्याएको सकारात्मक परिणाम, लक्ष्य अनुरूपको परिणाम। अहिले उहाँलाई पढाउने प्राध्यापकहरूले पनि उहाँको बारेमा बोलेको हामीले भेटिराखेका छौँ। अध्ययनप्रतिको लगनशीलता। तेस्रो, कुनै पनि काममा लगनशीलता, लक्ष्यलाई केन्द्रमा राखेर लगनशील भएर परिणाम निकाल्न खोज्ने जान्ने भएदेखिको उहाँको चरित्र। चौथो, कमिटमेन्ट पनि देखिन्छ हैन? कमिटमेन्ट, यस, प्रतिज्ञा, कमिटमेन्ट। नत्र एउटा काठमाडौँको मेयरले झापामा गएर च्यालेन्ज गरेर म चुनाव जितेर आउँछु भन्नु, इट वाज नट अ जोक। अथवा हाई रिस्क हाई गेन पनि भन्छौँ नि हामी, कतिपय सक्सेसका लागि चाहिँ ठुलो सफलताका लागि ठुलो रिस्क लिनु पर्यो। अर्को उहाँको क्यारेक्टरमा दर्शनशास्त्रले भनेअनुसार साइलेन्स इज द मोस्ट पावरफुल वेपन्स फर द सक्सेस भन्छ कि कहिलेकाहीँ मौनता वा कम बोल्नु नै सफलताको सबभन्दा ठुलो हतियार हुन्छ कि। हैन, यो पनि दर्शनशास्त्र छ हैन? हाम्रो सफलताको एकदम छ। साइलेन्स इज द मोस्ट पावरफुल वेपन्स फर द सक्सेस। मौनता नै सफलताको लागि सबैभन्दा महत्त्वपूर्ण बलियो हतियार हो। सफलताको हतियार हो, हतियार मध्ये एउटा हतियार हैन। कम बोल्नु वा मौनताभित्र लक्ष्यमा केन्द्रित भएर लागिराख्नु हैन। ती 5-7 वटा पोजिटिभ क्यारेक्टरहरू। अब मैले यो इन्टरभ्यू भन्दै गर्दा मलाई कुनै गुनासो छैन। मेरो इन्टरभ्यू पछि नेगेटिभ कमेन्ट गर्नेहरूलाई बरु सम्भव हुन्छ भने बोलाउनु होला, सँगै बसेर फेरि गफ गरौँला हैन। मैले जहिले पनि भन्ने गरेको छु, जनताको आवाज, जनताको शक्ति र जनपक्षीय काममा केन्द्रित भएर कोही सफल हुन्छ नि त्यो जोसुकै होस्, he must be supposed
एज अ पोजिटिभ लिडर। र त्यो सफलताको थ्योरीको आँखाबाट हेर्दा बालेन्द्र शाहले छोटो समयमा प्राप्त गरेको सफलताको उचाइ त धेरै ठुलो, धेरै फराकिलो, धेरै बृहत छ नि सर, होइन? त्यसरी हेर्दाखेरि विश्वको राजनीतिक इतिहास र उमेरको हिसाबले भन्दै गर्दा यो त इक्जाम्पल हो, एउटा उदाहरणीय सफलता उनले प्राप्त गरे। अहिले कतिपय हाम्रा छिमेकी राष्ट्रहरूले लेखिसके न्युजमा सबभन्दा कम उमेरमा यत्रो निर्वाचनको अधिकतम मतबाट प्रधानमन्त्रीको पदमा पुग्दै गर्ने सबभन्दा कान्छो व्यक्ति भनेर छिमेकी राष्ट्रहरूको मिडियामा हामीले आएको संसारभरि चर्चा छ उनको, आज संसारभरि चर्चा छ। नेपाल कि बालेन, कि नेपाल कि बालेन, कि नेपाल कि बालेन। त्यो उसको व्यक्तित्व र उसको सफलताको जुन रणनीति हो त्यो पछिल्लो जेनेरेसनले र भइरहेकाले केही सिक्नुपर्ने, किन हरेक ठाउँमा राम्रो नराम्रो पार्ट हुन्छ। राम्रा पक्ष सिक्ने थुप्रै ठाउँ छन्, राम्रा कुरा लिने हो नि त, कहीँ पनि राम्रा कुरा लिने हो नि त। त्यो उमेरको व्यक्ति एउटा इन्जिनियर भन्नुहोस् न, पेसाले एउटा इन्जिनियर काठमाडौँको मेयरमा लड्दै गर्दाखेरि पनि म विजय हुन्छु भनेर पहिले घोषणा गर्नुभएको थियो उहाँले। त्यो कमिटमेन्ट देखाउँछ कि त्यसले, पुग्छु म सरमा चढ्छु है भनेर चढेपछि चढ्नुभयो, होइन? अहिले पनि पत्याएकै थिएन नि, झापामै भन्नुहोस् न, उहाँसँग प्रतिद्वन्दात्मक रूपमा असफलता हासिल गर्ने पूर्व प्रधानमन्त्री, बाघ चटुताबाट प्रसिद्ध, उखान टुक्काबाट प्रसिद्ध व्यक्तित्व, उहाँकै हामी मतगणनाको अघिल्लो दिनसम्मको उहाँका इन्टरभ्यू फर्काएर हेऱ्यौँ भने यति अवमूल्यन गरेको पाइन्छ। राष्ट्रको त्यो विशिष्ट पदमा पुगेर राष्ट्र सम्हालेको, 2-3 पटक राष्ट्र सम्हालेको व्यक्तिले एउटा आफ्नो सिटिजनलाई, आफ्नो छोरा बराबरको मान्छेलाई बोल्दै गर्दा कमसेकम राजनीतिक भाषा, कुटनीतिक भाषा बोलिदिनु पर्थ्यो, ताकि उहाँको बोलाइबाट अरूले पनि सिकुन् के केही। कस्तो राम्रो बोल्या। अहिले बालनजीले भन्दै हुन् त, म तपाईँहरूसँग भोट माग्न आएको होइन, काम माग्न आएको, मलाई कामको लिस्ट दिनुहोस् भन्ने नि सुदूरपश्चिम गएर। भोटै मागेनन् उनले, कहीँ पनि भोट मागेनन्, जाँदाखेरि काम मागे। सन्चो बिसन्चो सोधे, चिया खानुभयो, सिम्पल एकदम, खाना खानुभयो, कहाँको खानुभयो, तरकारी कहाँबाट ल्याउनु भयो, र त्यो भाषणको पनि फरक स्टाइल छ क्या। पूर्वमै गएर बोल्दै गर्दाखेरि फलान ठाउँको तरकारी तल ल्यायो भने त इन्डियाको आउनु पर्दैन नि भनेर मार्केटिङ, प्रोडक्सन र मार्केट लिङ्केजको मेसेज दिनुभयो नि त। प्रोडक्सन, मार्केट लिङ्केज र रेस्पोन्सिबिलिटी अफ द फार्मर्स अलि गहिराइमा अध्ययन गर्नु भने त त्यो एउटा मेसेजले पुगेको छ नि त। पहाडको त्यो तरकारी तराईमा ल्याएर खाँदा मिल्ने रहेछ नि त। स्विट्जरल्यान्ड किन बनाउनु पर्यो, हाम्रो यहीँ छ त यत्रो ठाउँहरू, होइन? हाम्रै बढी मालिका छ भनेर भन्दै, बढी मालिका छ। स्विट्जरल्यान्डभन्दा राम्रा ठाउँहरू नेपालमा छन्, हो पनि। मैले अघिल्लो इन्टरभ्यूमा तपाईँलाई भनेको छु, हेर्नु होला त्यसलाई, पुनरुत्थान गर्नु होला। हाम्रो देश त यस्तो विशिष्ट देश हो जहाँ प्रत्येक जिल्लामा जाँदै गर्दा तपाईँले 4वटा विशिष्ट चिज पाउनुहुन्छ। प्राकृतिक साधन स्रोतले कुनै न कुनै तरिकाले भरिपूर्ण, धार्मिक दृष्टिकोणले कुनै न कुनै ऐतिहासिक मठ मन्दिर, प्राकृतिक सौन्दर्यताले बसौँ लाग्ने खालको, सामाजिक संरचना र त्यहाँको लोकल खानपिनको कारणले छुट्टै टेस्ट। हरेक जिल्लामा यो 4वटा क्यारेक्टर पाइन्छ। त्यो 4वटा क्यारेक्टर भनेको अबको जेनेरेसन, अबको नयाँ शताब्दीमा पर्यटन व्यवसाय र पर्यटन विकासको लागि त महत्त्वपूर्ण आधारशिला हुन् नि त, जुन अर्थतन्त्रको एउटा महत्त्वपूर्ण पाटो हो। हाम्रो जस्तो देशमा धेरै स्रोतमध्ये पर्यटन विकास मार्फत अर्थतन्त्रलाई टेवा पुर्याउन सकिन्छ भन्ने यस्ता आधारहरू त थुप्रै छन् नि त। त्यसलाई सकारात्मक रूपमा परिवर्तन गर्न सकिन्छ र स्विट्जरल्यान्ड बनाउन सकिन्छ भनेर एउटा इक्जाम्पल मेसेज त्यहाँको पब्लिकलाई छोडिदिनु भयो। त्यही कुरा योभन्दा अगाडिकोले किन नबोलेको हो? जस्तो हामीले सफलताको कुराकानी गर्दाखेरि चाहिँ सबभन्दा पहिला सपना देख्नु पर्यो, ठुलो सपना देख्नु पर्यो भन्थ्यो नि। त्यो कुरा चाहिँ बालेनको यो सफलतालाई हेर्ने भने ठ्याक्कै मिल्यो, होइन? ठुलो सपना, ड्रिम झापा गएर केपी ओलीलाई हराएर आएर देशको प्रधानमन्त्री बन्छु भन्ने सपना देखेछन्, ड्रिम प्रतिबद्ध भएछन्। ड्रिम, स्टडी, नलेज, कमिटमेन्ट, प्लानिङ, इम्प्लिमेन्टेसन, टिम मोबिलाइजेसन, बिलिफ, विश्वास, यो सबै कुराहरू यसमा लागू भए देखिन्छ, होइन? उहाँको खानपिन, बसाइ, लगाइ हेर्नुहोस्, कहीँ छैन, जहाँ पनि एउटै खालको छ। मन्दिरमा जाँदा त्यही स्टाइल छ, एउटा किसानलाई भेट्दा त्यही स्टाइल छ, नेताकोमा त्यही स्टाइल छ, कहीँ बडप्पन छैन, कहीँ कसैलाई गाली गरेको भेटिँदैन, होइन? कसैलाई गाली नगरी पनि चुनाव जित्न सकिँदो रहेछ भन्ने पनि उसले त एउटा एक्जाम्पल पेश गरे नि यो पटक, होइन? एक शब्द पनि नराम्रो भनेको सुनिएन है चुनाव अवधिभर। हो, अब लिडिङ बेला स्टाटसमा घाँचुक पहिला देखिन्थ्यो, त्यो त चुनावमा चाहिँ देखिएन त्यो पनि। त यो तपाईँको व्यक्ति विशेषको भन्दा पनि हामीले सोच्नुपर्ने कुरा के हुन सक्छन् शिव सर, व्यक्ति रहला नरहला
संस्था रहला नरहला, तर पद्धति देशले खोजेको र जनताले खोजेको के रहेछ भन्ने कुराको स्पष्ट मार्गनिर्देशन त आयो नि त। अब फेरि पनि हिजोका चलखेल गर्ने शक्तिहरूले, मैले तपाईँलाई अघिल्लो इन्टरभ्यूमा भनेको थिएँ, हाम्रो सिस्टम नै हाइजेक भएको छ। 46 साल यता नेसनल र इन्टरनेसनल ब्रोकर ग्रुपबाट हाम्रो सिस्टम हाइजेक भएको छ। त्यस कारणले गर्दा यो अवस्था आएको। अब रह्यो जितिसकेपछिको रिस्क एनालाइसिस र रिम्यानेजमेन्टको कुरा आउँछ नि त। हो अब चाहिँ जस्तो अब यो आइसके पछाडि अब म त्यतैतिर लान्छु सरलाई, जुन एउटा अभूतपूर्व समर्थन नेपाली जनताको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गर्यो कि उनीहरूले मागेको भन्दा पनि बढी जनताले अहिले दिएको छ, ताकि भोलि कुनै गुनासो गर्ने ठाउँ हामीसँग नरहोस् है। मानौ 100 सिट भएको भए त बहुमत दिनु भएन, त्यो भएर गर्न सकिन भनौँला, के भन्ला, त्यो पनि बाँकी राखेको छैन। जनताले सर्लक्कै भोट खसाएको छ, झन्डै 2 तिहाई नजिकको चाहेको अनुसारले सोलिड ढङ्गले शक्तिशाली सरकार चलाऊ भनेर एउटा 35-36 वर्ष युवालाई प्रधानमन्त्री बनाउने गरी जनताले मत दियो। अब भोलि त कुनै गुनासो अब गर्न पाउने स्थिति उनीहरूको छैन। यसले गर्दा भएन, त्यसले गर्दा भएन, यसरी भएन, त्यसरी भएन, के पनि भन्ने ठाउँ छैन भने पछाडि त जति ठुलो अवसर उति ठुलो चुनौती, जति ठुलो सफलता त्यति धेरै जिम्मेवारीका कुराहरू पनि हुन्छ भने पछाडि अब त बडो होसियारीपूर्वक सतर्क भएर यो जनताले गरेको विश्वासलाई चाहिँ उनीहरूले सफल परिणाममा लानुपर्ने छ। के गर्नुपर्छ? जस्तो तपाईँले अहिले भन्नुभयो, अब त कोही फुटाउनतिर लाग्लान्, कोही फकाउनतिर लाग्लान् होइन, माफियाहरू फेरि कुन्दुलोबाट छिरेर पुग्लान्। तपाईँले भन्नुभयो नि ब्रोकरहरूको कब्जामा त हाम्रो संरचना त यही हो, बदलिएको छैन। के कुरामा चाहिँ अब यो टिम रवि बालेन टिम होसियार हुनुपर्छ र कस्तो कामहरू गर्यो भने राम्रो होला? तपाईँको सुझाव के छ भन्नु त? यसको लागि सबभन्दा पहिला उहाँहरूले जुन रेस्पोन्सिबिलिटी फिल गरेर, जुन कमिटमेन्ट गरेर जनताप्रति फर्केर भोलिको दिनमा हामी त्यो ठाउँमा पुग्न पायौँ भने देशलाई यो ठाउँमा पुर्याउँछौँ भनेर एउटा ड्रिमसहित पुगेर सफलता हासिल गर्नुभयो। पहिला कुरा त्यो ड्रिमलाई भुल्नु हुँदैन र त्यसमाथि संवेदनशील भएर विश्लेषण गरेर एउटा रोडम्याप तयार गर्नुपर्छ। नम्बर 1, त्यो रोडम्याप तयार गर्दाखेरि क्षमतावान, अहिले आबद्ध भइरहेका र टिमले विश्वास गरेका व्यक्तित्वहरू थोरै राख्ने तर क्वालिटेटिभ र विश्वसनीय व्यक्तित्वहरूलाई राखेर नयाँ रोडम्याप तयार गर्नुपर्छ। तेस्रो पोलिटिक्स बिग्रिन्छ भन्सुनले, खेतीबारी र जमिन बिग्रिन्छ बढी मनसुनले हैन। राजनीति बिग्रिन्छ भन्सुनले, खेतीबारी र जमिन बिग्रिन्छ बढी मनसुनले हैन। त्यसबाट एकदम सचेत हुनुपर्छ। सचेत हुनुहुन्छ भन्ने कुरा मलाई लाग्छ, किनभने अहिले पनि रविजीको केस हेर्ने हो भने त एकतिरबाट हेर्ने भने विचाराधीन छ नि त न्यायालयको कठघरामा, तर उहाँले त धेरै कष्ट भोग्नु भएको छ नि त, पक्कै रियलाइजेसन छ। यो कुराबाट जोगिने कसरी? जस्तो हुनेवाला प्रधानमन्त्री भनौँ न बालेन शाह, अब देश र जनतालाई माफियाहरू त कुन दुलाबाट गएर छिरेर भेटेर कसरी कान फुकेर के स्वार्थ लिने भनेर सुरु गरिसके होला, गर्न सक्यो। यत्रो रणनीति बनाएर सफलताको बिन्दुमा त्यहाँसम्म पुग्दै गर्दाखेरि यो राजनीतिक समूह उहाँले नेतृत्व गरेको पार्टीलाई पार्टीले एनालाइसिस गरेका छैन भन्न मिल्दैन। त्यो भने अवमूल्यन हुन सक्ला। उहाँहरूले पक्कै पनि देश हिजोदेखि अहिलेसम्म यो अवस्थामा के कारणले आएको हो, किन आएको र यसलाई ट्रिटमेन्ट गर्ने उपायहरू के हुन् भन्ने कुरा रोडम्याप पक्कै उहाँहरूले बनाइसक्नु भएको छ। किन भन्दाखेरि त्यसभित्र पहिलो कुरा पढे लेखेका अनुभवी घटनाक्रमलाई बहुत गहिराइमा गएर विश्लेषण गर्न सक्ने क्षमतावान व्यक्तित्वहरूको समूह छ। पहिलो कुरा, कुनै पनि काम गर्नलाई शिवजी मेरो अनुभवमा विषयगत विज्ञता वा क्वालिटी भएका व्यक्तित्वहरूको एकदम ठुलो आवश्यकता हुन्छ, समूहको आवश्यकता हुन्छ, एउटा टिमको आवश्यकता हुन्छ। र पोलिटिक्स र कुनै पनि काममा सफलता एक्लै हुँदैन, टिमको सफलता हो। टिम मोबिलाइजेसन गर्ने लिडर र टिमभित्रका क्वालिटेटिभ पर्सनालिटिजहरूको सामूहिक आवाजलाई एउटा आवाज बनाउँदाखेरि सफलताको बिन्दुमा पुगिने हो। अब उहाँहरूले सबै कुरा थाहा नभएको कोही पनि छैन। हिजो रविजीकै कुरा गर्ने भने एउटा मिडियामा त्यत्रो चर्चित मिडिया चलाएर जनतासँग सिधा कुराबाट प्रसिद्धि प्राप्त गर्नुभयो। जुन बेला उहाँले प्रश्न गर्दा अरूले हिम्मतै नराख्ने प्रश्न उहाँले गर्नुहुन्थ्यो नि त। त्यसको एउटा प्रसिद्धिबाट एउटा त्यो ठाउँमा उहाँ पुग्नुभयो र पोलिटिक्समा आउनुभयो। त्यो हिजोको मिडियाको उहाँको निष्पक्षता सहितको प्रस्तुतिको कारणले उहाँलाई एउटा हाइटमा लग्यो। त्यसपछि छोटो अवधिमै गृहमन्त्री प्रधानमन्त्री हुनुभयो।
उहाँले बोलेका कमिटमेन्ट गरेका कुराहरूलाई गर्न खोज्दै गर्दाखेरि अहिले पनि रोकिन्छन्। अहिले पनि तपाईँको चेतावनी देख्नुहुन्छ अझै पनि। कानुनले जस्तो जेएनजी आन्दोलनमा आयोग गठन भयो, आयोगले प्रतिवेदन समेत पेश गरिसक्यो। ल आयोगको प्रतिवेदनमा के छ, तर तपाईँ हाम्रो आँखा अगाडि त दुईवटा चिज त छ नि। तपाईँ हामीले आफ्नै आँखा अगाडि जिउँदो शरीरले देखेको घटना त छ नि। त्यो घटना के भन्दाखेरि दिउँसै तपाईँ हाम्रा छोराछोरी बहिनी नानीहरूलाई गोली ठोकिएको हो संसद भवन अगाडि। त्यो गोली ठोक्ने कुरा, भित्रबाट ठोकिने कुरा, गोली हान्ने कुरा बिना आदेश बिना सिस्टम कहीँबाट हुन्छ, कसैले पत्याउँछ? त्यति बेला को थियो प्रमुख? सरकारको जिम्मेवार व्यक्ति को थिए? जिम्मेवारी लिन नसक्ने किन? नैतिक जिम्मेवारी लिन किन नसक्ने? त्यसकारण आयोगले दिएको निष्पक्ष रिपोर्टले जे भन्छ त्यो अवस्थामा मेरो आफ्नै घरको परिवारलाई पनि पनिसमेन्ट हुनुपर्छ भने नो डाउट पनिसमेन्ट हुनैपर्छ। कानुनले जे बोल्छ त्यो हुनुपर्छ। अब उपरान्त यो अभिमत सहितको सफलता प्राप्त गरेको पार्टीलाई दिएको एउटा जनताको निर्देशन आदेश पनि त्यही हो। कानुनले जे भन्छ त्यो गर। हरेक क्षेत्रमा विधिको शासन लागू गर, रुल अफ ल। त्यहाँ विधाता चल्दैन, अटो सिस्टम हुनु पर्यो। विधिको शासन हुन्छ, विधाताको शासन हुँदैन। विधिको शासन अटो सिस्टम। तर यो मैले भन्दै गर्दाखेरि 36 सालदेखि यता तपाईँको त्यो क्यान्सर जस्तो हरेक सेक्टरमा एकदम भित्रसम्म जकडिएको छ। पुरानो पिलो र नयाँ पिलो भन्छन् नि बुढाबुढीहरू, पिलो निचड्दाखेरि पनि 2-3वटा खिल निक्लिन्छ भनेर बुढाबुढीहरू गफ गर्छन् नि। यो त तपाईँको एकदम पुरानो घाउलाई सफा गरेर हेल्दी बनाउनु पर्नेछ। तपाईँले अघि सुरुमै भन्नुभयो, निर्वाचनभन्दा अगाडि त राष्ट्र त एकदम क्रिटिकल पोजिसनमा थियो नि त। एकचोटि 99% पब्लिक हल्लालाई सुन्ने हो भने चुनाव हुँदैन, चुनाव खोइ हुँदैन होला, फेरि केही घटना घट्न सक्छ होला, यस्ता खालका पब्लिक भर्सनहरू बाहिर नआएका पनि होइनन् नि त। तर काम गर्ने मान्छेले, जिम्मेवारी लिएको मान्छेले कसले के भन्छ तिर होइन, मैले के गर्ने भन्ने कुरा हुन्छ कि। मैले अघिल्लो इन्टरभ्यूमा नै भनेको थिएँ, तपाईँ वा म, हामी फुटबल खेल्न खेलाडीको रूपमा फिल्डमा गएका छौँ भने हाम्रो काम अनुशासित प्लेयरको रूपमा इन टाइम गोल गरेर विजय प्राप्त गर्ने हो। स्टेडियममा दर्शकको रूपमा बसेकाले के भनिरहेछन् त्यतातिर हामीले सरकार राख्ने होइन, गोल गर्ने हो। जसरी अहिले जित्ने हो। गोल गरेपछि त ताली बजाइहाल्छ। पहिला समर्थक यता र उता दुनिया विपक्षीमा भाँडिरहेको हुन्छन्, के गरिरहेको हुन्छन्, गोल हानेपछि तकमा लिएर हिँडेपछि त भइहाल्यो। फेरि यसले कर्नर हान्न सक्दैन, किपरले समात्न सक्दैन, यसको किक राम्रो छैन, पेनाल्टी यसले हाल्न सक्दैन, यी तमाम खालका टिप्पणी खेलाडीभित्र पनि हुन्छन् नि त। तर 1 सेकेन्ड, 1 मिनट, 2 मिनट बाँकी हुँदाखेरि गोल गरेर वर्ल्ड कप जितेर आउने या गोल्ड कप जितेर आउने उदाहरण छ नि त। त्यसकारण प्लेयर हो तपाईँ लाइफमा, हाम्रो लाइफमा पनि लागु हुन्छ त्यो। तपाईँ कुनै काम लिएर अगाडि बढ्नु भएको छ नि, यु आर द प्लेयर। तपाईँ खेलाडी हो, तपाईँको काम गोल गर्ने हो, विजय प्राप्त गर्ने। दर्शकले के भन्छ त्यो त हल्ला छोडिदिनुहोस्। अहिलेको विजयको एउटा सफलताको आधार पनि त्यो, हामीले जित्ने हो। यी पुरानो देश बर्बाद पार्नेहरूलाई हामीले वास आउट गर्नुपर्छ, हामीले सफलता प्राप्त गर्नुपर्छ। र त्यसपछि हामीले आफ्नो तरिकाले जनताले चाहे अनुसारको शासन मार्फत राज्यलाई पुनर्संरचनामा ल्याएर हरेक ठाउँमा विधिको शासन मार्फत अटो सिस्टमबाट चल्ने गरी यो राष्ट्रलाई लानुपर्छ। र एक दिन विकासको हिसाबले, शान्तिको हिसाबले, जनताको प्रगतिको हिसाबले, आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक सबै क्षेत्रमा विशिष्ट देश बनाएर नेपाललाई फेरि विश्व मानचित्रमा उदाहरणीय रूपमा हामी प्रस्तुत गर्नुपर्छ भन्ने उद्देश्य, भिजन, मिसन, अब्जेक्ट सहित आएको हुनाले नै यो सफलता प्राप्ति भएको। त्यही त हजुरले भनेको कुरा अहिले नै सुरु भइसक्यो नि। अब बालनलाई प्रधानमन्त्री बनाउँछन् कि बनाउँदैनन्, गाउँको कुरा आइसक्यो। फलानुले यसो भने, तिलानुले यसो भने, जबकि उनीहरू बालनलाई पहिले प्रधानमन्त्री प्रस्ताव गरेर घोषणा गरेरै गएको। अब बनाउँछन् कि बनाउँदैनन् भन्छन्। बनाइहाल्यो भने पनि अब कति दिन टिक्ने हो र, रवि र बालनको गुट होला, यस्ता कुराहरू त आइसक्यो नि त अहिले नै। इन्डाइरेक्टली मत बढ्नुको पछाडि मैले साइकोलोजिकली स्टडी गर्दा धेरै घुमियो नि त। त्यसपछि इलेक्सनको बेलामा पनि धेरै ठाउँमा घुमियो। घुम्दै गर्दा बालनलाई प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा हिँड्दै गर्दाको कारणले पनि केही मत बढेको हामी पाउँछौँ। त्यो एकदम रियालिटी हो। यो भन्दै गर्दाखेरि फेरि सफलता प्राप्त गरिसकेपछि फलानु टिम वा फलानु व्यक्तिको बढाइ चढाइ कुरा भयो भन्ने आउन सक्ला। हाम्रो समाज त्यो मोडालिटीको पनि छ। तर यथार्थ त देखिएको छ नि त। लिडरसिपको क्यारेक्टर देखियो, स्ट्राटेजी देखियो,
चेन्जिङ सिचुएसनमा एक्चुअली जनताले के खोजेको छ त्यो देखियो, काम खोजेको छ कि हाउभाउ खोजेको छ त्यो देखियो, भाषण खोजेको छ कि शासन खोजेको छ त्यो देखियो, अरूको खिसीटिटी गर्ने, अरूलाई चाहिँ अवहेलना गर्ने, अरूलाई होच्याएर गफ गर्नेलाई दिने कि केही पनि नबोलेर खुर्काएर काम दिनुहोस् भन्नेलाई दिने त्यो देखियो। जेनेरेसन ग्याप देखियो। अब होइन बुढाहरू होइन, अब यङ जेनेरेसन चाहिन्छ। अब युगलाई बुझ्ने, युग कवि भन्छ नि साहित्यमा, युगलाई बुझ्ने, युग राजनीतिज्ञ, युग कवि, युगको चिन्तन गर्ने दार्शनिक मोडालिटीको मान्छे चाहिन्छ जसले देशलाई हाँक्न सक्छ, जो एकाडेमिकल्ली पनि क्वालिफाइड छ, प्रोफेसनल्ली पनि क्वालिफाइड छ, स्ट्राटेजिकल्ली पनि क्वालिफाइड छ, जसलाई दियो भने यसले हाँक्न सक्छ भोलि। मर्निङ सो द डेज मेयरमा बसेर केही राम्रा काम गरेर उहाँले आफ्नो क्यारेक्टर देखाएको कारण त्यो विश्वसनीयता रह्यो नि त। त्यही ठाउँमा हेर्दै गर्नुहोस्, उहाँलाई निजी सुरक्षा दिने चिफ उहाँ समेत जित्नुभयो त टिम। हेर्नुहोस्, सङ्गतको फल देखाउँछ त्यहाँनिर। अर्को मैले तपाईँलाई भनेको थिएँ, मौरीको सङ्गत गऱ्यो भने फुलमा पुगिन्छ, झिँगाको सङ्गत गऱ्यो भने फोहोरमा पुगिन्छ। राजु पाण्डे मान्नेहरूलाई हेर्दा हेर्दै ताली ठोक्ने भइसक्यो त, लागु संसदमा गएर लागु भएन। त्यही उपमेयरले कारवाही गर्ने व्यक्ति त आज उहाँले नै मान्ने भनेर सम्बोधन गर्नुपर्ने अवस्था आयो नि त। समय बलवान हो कि, समय बलवान हो, समय बलवान हो। समयलाई विचार गरेर बेलामा निर्णय गर्न सके जसले सक्छ उसले बाजी मार्छ। समयलाई चिन्न सक्नु पर्यो, समयलाई चिन्न सक्नु टाइम इज मोस्ट इम्पोर्टेन्ट। हेर्नुहोस् त, एउटा नगर प्रहरी प्रमुख कतिवटा आयो होला, कतिवटा गयो होला, के गरे, तर बालेनको कारणले गर्दाखेरि अब बालेनको प्रहरी भनेर हिँड्दै कुलमान घिसिङलाई हराएर राजु पाण्डे मान्ने भएर आइसके, थर्काइरहेका छन् मान्छेलाई अहिले। अनि हिजो कुलमान ठुलो आवाजले क्या, हिजो कुलमानको हाइट आज हेर्नुहोस् त, समयमा सही चिजको छनौट गर्न नसक्दा क्षणभरको क्षणभङ्गुर भन्छ कि 1 मिनट 1 सेकेन्डको अन्तरात्माले गर्ने निर्णयहरू कहिलेकाहीँ यति ठुलो नोक्सान दिन्छ, यति ठुलो फाइदा दिन्छ। यो दुईवटा उदाहरण भयो कि, एउटा सङ्गतको उदाहरणमा राजु पाण्डेलाई हाल्न सक्यो, सङ्गतको उदाहरणमा समय बुझ्न सक्ने र नसक्ने नेताको उदाहरणमा हामीले कुलमान घिसिङलाई हाल्न सक्छौँ। घटनाले देखायो नि त, घटनाले देखायो। तपाईँ अर्को अमरेश कुमार काङ्ग्रेसमा थिए, स्वतन्त्र थिए काङ्ग्रेसबाट, स्वतन्त्रबाट फेरि स्वतन्त्र भइ गए। ल हेर्नुहोस् न, समय चिन्न सक्ने अब त्यो संयोग हो या उनको दूरदर्शिता हो, तर समयको स्वरलाई बुझ्न सक्ने, सुन्न सक्नेमा अमरेश कुमार सिंह पनि माहिर ठहरिए। उनकै चुनौती भन्नु न, म हारेँ भने आत्मदाह गर्छु, ठुलो घोषणा थियो उनको, ठुलो चुनौती थियो नि त त्यो। हारेको भए के हुन्थ्यो, तर अब हारेको भए त अहिले उही झापा एउटाले कान काट्छु भने जस्तै हुन्थ्यो, अहिले उनको चर्चा हुन्थ्यो, भाइरल हुन्थे, तर जिते। त्यसले सकारात्मक कुरा एउटा के देखाउँछ भने, पोलिटिक्सलाई छोडेर अथवा पोलिटिक्समाथि रिसर्च गर्दाखेरि इन टाइम च्यालेन्ज मिट गरेर कमिटमेन्ट सहित डिसिजन गर्न सक्यो भने मान्छे सफल हुँदो रहेछ। टाइममा डिसिजन विथ कमिटमेन्ट, टाइममा सही डिसिजन मात्र भएन, डिसिजन त कुलमान घिसिङले पनि गरे, पोजिटिभ डिसिजन, तर उनले गरेको डिसिजन चाहिँ सही साबित हुन सकेन, जनअनुमोदित हुन सकेन। अहिले यदि अमरेश कुमार सिंह म त अघिल्लोचोटि स्वतन्त्रै जित्या मान्छे हो, योचोटि पल्टाइहाल्छु नि भनेर लाग्यो भए पल्टिन्थे, आफै पल्टिन्थे। सम्भावना थिएन। अनि अहिलेको चुनावमा कतिपय अलि हाई प्रोफाइलको मान्छेहरू गाउँतिर गएर फर्किँदै गर्दा, आज मात्रै मेरो एकजनासँग भेट भएको थियो, इन्जिनियर साहबसँग। उहाँ आफ्नै गाउँमा इलेक्सनमा गएर बस्नुभयो, उहाँ कुनै एबिसिडी भन्ने पार्टीको हुनुहुन्थ्यो होइन। जहाँ इलेक्सनको बेलामा सर्वदलीय बैठक बसाल्दा स्वतन्त्रको एकजना मान्छे पनि छैन बैठकमा, मतगणना गर्ने बेला प्रतिनिधि माग्दा प्रतिनिधि पनि छैन। त्यो दुइटै नभएको कारणले त्यहाँ सबैले जित्छ, अब यहाँ अरूले जित्ने हो, स्वतन्त्र हार्ने हो, सबभन्दा बढी मत ल्याएर जित्यो स्वतन्त्र त्यो ठाउँमा। ल हेर्नुहोस्, रासोपाले यस्तो छ क्या, जनता भएपछि के नलाग्दो रहेछ कि बुथमा बस्ने एजेन्ट छैन, मतगणनामा बस्ने प्रतिनिधि छैन, तर भोट गर्न थालेपछि मतपत्रमा छाप मात्रै छ क्या घन्टीको। अहिले अल्टिमेटली जनताको मानसिकतालाई के अरे परिवर्तन गर्दो रहेछ भन्ने कुरा काम र सकारात्मक निर्देशन सहितको लिडरसिप काम गर्छ। यसले त विश्व सानो चिजबाट नै, अस्ति जितिसकेपछि पनि एउटा मर्निङ सो द डेजमा पर्छ, त्यो पनि जितिसकेपछि झापाकै केस भन्नुहोस् न, प्रमाणपत्र बुझ्नुभयो, दोस्रोलाई माला लगाउन मानेनन् होइन, उनले मानेनन्, घोषणा गरिदिए, विजय जुलुस ननिकाल्ने, एउटा इक्जाम्पल हो नि त। कस्ट इफेक्टिभ पनि हो एकातिर, अनावश्यक खर्च किन गर्ने, जित्यौँ केका लागि, काम गर्न लाग्यो नि त, त्यो र्यालीको लागि होइन त, काममा फर्किने हो सबै, ब्याक टु वर्क फर द पिपल, बी रेडी। यो अनुसार जाओस्। हामी अब जुन तरिकाले जनताले अभिगत राखेँ,
एकछिनलाई पार्टी भुलिदिनुहोस् ल, जनअभिमतलाई सम्मान गर्ने कि नगर्ने? जनअभिमतलाई, त्यो पनि गोप्य मतदानलाई कन्यादानभन्दा ठुलो मानिन्छ। एउटा छोरी दिँदाखेरि 10 पटक आमाबाउले सोच विचार गरेर दिँदै त छोरीको घर बिग्रेको हुन्छ भने यो त देश बनाउने कुराको मतदान हो। धेरै पटक हन्नर खाएर, धेरै पटक सोचेर जनताले दिएको यो अभिमत हो। यतिखेरको निर्वाचनको मत मलाई लाग्छ एसियामै सबभन्दा मेच्योर्ड मत हो, परिपक्व मत हो। त्यसकारण सबभन्दा पहिला त्यो जनताको परिपक्व मतलाई मैले व्यक्तिगत रूपमा त अत्यन्त उच्च सम्मान गर्न चाहन्छु। अब त्यो मतमाथि अलिकति पनि खिया नलागोस्, अलिकति पनि रोग नलागोस्, त्यो अनुसार काम अगाडि बढोस् र राष्ट्रको लागि काम गर्नुपर्दा हामी सबै सकारात्मक सोचका साथ एक ढिक्का भएर जनता र राष्ट्रको काममा केन्द्रित भएर आवश्यक पर्दा सल्लाह पनि दिने, गलत गर्दाखेरि फिडब्याक पनि दिने। अब अन्तिममा चाहिँ सर, जस्तो जनताका चाहनाहरू त त्यस्तो ठुला साना कुरा, सेवा प्रवाहका कुरा, या जति पनि हामी सरकारी कार्यालयहरूमा सेवा लिन जाँदाखेरि त्यहाँका झन्झटका कुरा, या त्यहाँ हुने घुसखोरीका कुरा, भ्रष्टाचारका कुरा, यहाँ चाहिँ राजधानी लिन कति दिन लाग्ने हो, चालकको अनुमति पत्र लिनलाई कति समय लाग्ने हो, हस्पिटलमा उपचार गराउँदाखेरि पनि अमुक व्यक्तिलाई फोन गरेर सोच लगाएर मात्रै क्याबिन पाउने अवस्था लगायतका यो जनजीवनसँग जोडिएका यस्ता कुराहरू छन्, साना कुराहरू छन् जो चाहिँ हामीलाई भ्रष्ट आचरणले गर्दाखेरि त्यहाँनिर हामी चाहिँ यस्तो अवस्थामा छौँ। त्यो नेताको साइडबाट होस् या प्रशासनको कर्मचारीको साइडबाट होस्, यस्ता कुराहरूलाई सुधार गर्न। किनभने अहिले जनताले खोजेको त सुशासन हो, जवाफदेहिता हो, पारदर्शिता हो नि त। के कुराहरू चाहिँ यो सरकारले गर्नुपर्ला? अब बन्ने नयाँ सरकारले, युवा प्रधानमन्त्रीले गर्ने केही कुराहरू हामी सुझावका रूपमा राखेर आजलाई कुराकानी मारौँ। एकदमै शिव सर, धन्यवाद। सबभन्दा पहिला तपाईँ हामीले देखेको बुझेको, अझ हजुरहरू त मिडियामा काम गर्ने व्यक्ति, आधिकारिक रूपमा मिडियाको मान्छे भनेको राष्ट्रको, यो राज्यको संविधानले दिएको अधिकार अनुसार चौथो अङ्ग हो। रेकर्डमा भएको, लिखितमा भएको, अडियो भिडियो रेकर्डमा भएका हिजोका जति पनि घटनाक्रमसँग आबद्ध भएर आयोग गठन भएर ती आयोगले दिएका कारबाही गर्नुपर्छ भनेर प्रतिवेदन दिएका ती प्रतिवेदनहरूमाथि सबभन्दा पहिला कारबाही सुरुवात गरिनुपर्छ। नम्बर 1, हिजोसम्म आयोगले दिएका प्रतिवेदनहरूलाई इमिडिएट ओपन गरेर कारबाही सुरु गर्नुपर्छ। त्यहाँ जोसुकै होस् कानुनतः, विदाउट एनी बायसनेस। नम्बर 1। नम्बर 2, सुशासनको लागि आवश्यक संरचना के हो, त्यसको स्ट्रक्चरल म्यापिङ के हो, के गर्दा सुशासन हुन्छ, के गर्दा कुशासन हो नि त। यो त अघिल्लो सम्मत सुशासन के हो? तपाईँले भने जस्तै जनताले त केही पनि खोजेको छैन। उसको काम इन टाइम प्रोपर तरिकाले भइदियोस् ताकि उसलाई सन्तुष्टि होस्। टाइममा काम हुनु भनेको पनि विकासको एउटा अदृश्य खुड्किला हो। दृश्य र अदृश्य दुईटा हुन्छ विकास। एउटा टाइममा कुनै काम सम्पन्न भयो भने त्यो अदृश्य कुराले पनि तपाईँलाई सन्तुष्टि दिन्छ। सन्तुष्टि भनेको सफलता हो। हामीले अघिल्लोचोटि पनि छलफल गरेका थियौँ, सफलता र सन्तुष्टि। त्यसले गर्दा सुशासन एउटा, विगतमा विभिन्न भ्रष्टाचारसँग सम्बन्धित, अनियमिततासँग सम्बन्धित घटनाक्रममा जति पनि आयोग गठन भएर आयोगले प्रतिवेदन दिएको छ, ती प्रतिवेदन जहाँ बाकसभित्र राखिएको छ त्यसलाई इमिडिएट ओपन गरेर क्रमशः कारबाही गरेर जानुपर्छ। त्यो कारबाहीको रिजल्ट जनताले सुन्दा बित्तिकै जनताको मनोवैज्ञानिक अवस्था धेरै सकारात्मक रूपमा आउँछ र राष्ट्रले एउटा अर्को बाटो लिन्छ। त्यो कारबाही अगाडि बढेन र यथावत रह्यो भने भ्रष्टाचारीको होइन, काण्डको कुरा छ नि, फलानु काण्ड, तिलानु काण्ड, यो काण्ड, त्यो काण्ड जति पनि छ ती सबैको फाइल खोल्नु पर्यो हिम्मत गरेर। एक्ज्याक्टली। फेरि अहिले अब सरकार ढाल्न सक्ने कसैको तागत छैन। अधिकार सहित दिएछ नि त जनताले। त तपाईँलाई पुरा हतियार सहित गएर ल हामीले भनेअनुसारको शिकार खेलेर आइज भनेको छ नि त। यदि भ्रष्टाचारको फाइल दनादन खोलेर कारबाही गर्न सक्छ भने यो सरकारले गर्न सक्छ होइन त। अब पनि भएन भने त्यो हिम्मत दिएको छ जनताले, मजाले दिएछ। त्यो अधिकार दिएको छ, हिम्मतभन्दा पनि अधिकार दिएको छ, हिम्मत छ। त्यो हिम्मत छ भन्ने कुरा अहिले चुनावमा नेतृत्ववर्गबाट पनि देखियो। अहिले भनौँ न, एउटा मेसेज अस्ति स्वर्णिम मागले, अब सम्भावित अर्थमन्त्री माननीयज्यू उहाँले बोलेको सिम्पल एउटा यातायातको केसमा, अब त मोटरसाइकलभन्दा गाडी किन्न ठिक, अहिले पेपरमा आइरहेको छ, हेर्नुहोस् तपाईँ होइन। हामीले यो तरिकाले, अनि त्यो होला, त्यो भ्रष्टाचारको फाइलहरू खोल्न सक्छ त यो सरकारले भनेको। सक्नुपर्छ। बोल्नुभएको पनि छ। तपाईँको करिब 12-15वटा
विगतको यो काण्ड यो काण्ड यो काण्ड यो काण्ड यो काण्ड हामी यो चाहिँ जाँदा बित्तिकै हामी यो गर्छौँ भनेर आएको पनि छ पेपरमा, उहाँहरूले आफैले निकालेको। त्यो गर्छु भन्नुभएको छ। अब हामी शङ्का नगरौँ। तपाईँलाई पनि अनुरोध गरे मिडियाको व्यक्ति भएको हुनाले हामी नराम्रा कुरामाथि क्रमशः कानुनअनुसार स्टेपअनुसार कानुनले जे भन्छ त्यो कारबाही अगाडि बढाउने जोसुकै होस्, सुशासनको माध्यमबाट आर्थिक क्षेत्रलाई समेट्ने गरी आर्थिक शैक्षिक सम्पूर्ण क्षेत्रलाई समेट्ने गरी सुशासन मार्फत राष्ट्रलाई कसरी अगाडि बढाउने हो। त्यो त एउटा हाउगुजी पनि भनेको छ। यसको दुधको दुध पानीको पानी भन्छ नि, त्यो त छुट्टिनु पर्यो नि। यदि मान्छेलाई त्यत्तिकै हुँदै नभएको दोष अर्पण गरेर गरेको रहेछ भने फलानु नेताको नामासी फलानु काण्ड त्यो त हुने जस्तो स्थिति छ नि त अहिले। उनीहरूले पनि गरेको छैन भने सफाई प्राप्त गर्नु पर्यो। जसले गरेको छ उसले त दोषी ठहर पनि हुनु पर्यो। त्यसकारण ती आयोगले पेश गरेका बन्द रूपमा रहेका प्रतिवेदनहरूलाई बाहिर ल्याउँदा बित्तिकै हजुरले भने जस्तै दोषी छ प्रमाणित हुन्छ, कारबाही हुन्छ, निर्दोष छ भने ऊ स्वतन्त्र हुन्छ। उसलाई पनि एउटा साइकोलोजिकल मेन्टल्ली फ्री हुन्छ नि त ऊ पनि। जनताले कुनै पनि काम गर्दाखेरि अब फोर्स लाएर हिँड्न नपरोस् होइन सर। हिँड्न नपरोस्। कानुनले गर्ने काम हुन्छ, यो काम कानुनले अधिकार दिएको, गैर कानुनी काम होइन, कानुनी काम हुन्छ सबै प्रक्रियाले भनेपछि कसैको मुख बाउन नपरोस् कसैलाई। अब खोजेको त त्यो होला नि त जनताले भोट दिएर। अबको सरकारको संरचनाले खामबहादुर र दामबहादुरहरूलाई कारबाही हुनुपर्छ, कामबहादुर र नामबहादुरहरूलाई अगाडि बढाइनुपर्छ। खामबहादुर र के बहादुरलाई? खामबहादुर र दामबहादुर। ए हामी कहाँ बहादुर बाहेक 4वटा छुट्टै बहादुर थिए कि, कामबहादुर, नामबहादुर, खामबहादुर र दामबहादुर हो। हिजोसम्म शासन किन बिग्रियो भन्दा कामबहादुर र नामबहादुरहरूलाई खामबहादुर र दामबहादुरहरूले जितेको अवस्था थियो कि। खामबहादुर र दामबहादुरहरूको निर्देशन अनुसारै यहाँ काम हुन्थ्यो। अब ती खामबहादुर र दामबहादुरहरूलाई कारबाही गरिनुपर्छ। खामकुमारी र दामकुमारीहरूलाई कारबाही गरिनुपर्छ। अब कामकुमारी र नामकुमारी, कामबहादुर र नामबहादुर काम गरेपछि त नाम रहन्छ नि त। बदलिएको भनेको यही बदलिनु पर्यो। Exactly. यो त बदलेको हो नि त। भोट फर चेन्ज भनेर भोट लिएर आएको हो। यो जनताले हालेको भोटै भोट फर चेन्जको लागि। गाउँले बुझ्ने भाषामा केही भने नि त। गाउँमा ऊ माथि पाहाडमा बस्ने गाउँले बुवा जसले ढेँडो ओडालेर खान्छ, जो बाख्रा चराउन निक्लिन्छ, उसलाई गएर सोध्नु भने बुवा तपाईँलाई केही चाहिएन बाबु, मैले पालेका बाख्रा चाहिँ भनेको बेला राम्रो मूल्य परेर बिक्री भइदियोस्, मेरो बारीको साग मूल्य परेर बिक्री भइदियोस्। 5वटा जलाई एड्रेस गर्नुपर्छ। अब आर्थिक क्षेत्रमा म एकछिन हजुरलाई गएँ। 5वटा ज: जल, जङ्गल, जडीबुटी, जमिन, जनशक्ति। यो 5वटा जलाई अबको आर्थिक नीतिमा अत्यन्त रणनीति स्ट्राटेजिकली ल्यायौँ भने हाम्रो देश फेरि अबको बाँकी पिरियडमा सिङ्गापुरको मोडालिटीमा जानु बेरै लाग्दैन। भनेको अब काम गर्ने भनेको सुशासन र आर्थिक समृद्धिका लागि। अब हामीसँग कुनै राजनीतिक एजेन्डा बाँकी छैन। राजनीतिक एजेन्डा छैन, कुनै व्यवस्थाको प्रश्न छैन, गणतन्त्र छ, क्लियर छ, कुरो अगाडि सिद्धान्तको बहस छैन, कुनै सिद्धान्तको बहस छैन। अब कर्मको बहस मात्र आर्थिक समृद्धि, सुशासन, विकास, जनताको समृद्धि, बस यति चिज हो। सुखी जनता यति बनाउने कुरा हो नि त। अब दायाँ बायाँ यो बात यो पार्टी त्यो भन्यो भन्ने ठाउँै छैन। के पनि दिएन जनताले, भन्ने ठाउँै छैन। पार्टी सबैको सटर बन्द गराइदियो। होइन, अनुशासन विपरीत कोही जान्छ भने पनि अब उसमाथि कडा कारबाही गर्ने अधिकार जनताले दिएर पठाएको छ। उदाहरणको लागि हिजोसम्म सुनको खटियामा सुतेकाहरू त भुइँमा पछारिए नि त हो। तिनीहरूसँग टाँसिएका व्यक्तिहरू त कहीँ न कहीँ डिस्टर्बेन्स गर्न त खोज्छन्। त्यति बेला शासनले के भन्छ, त्यो कडा कारबाही गरेर त्यस्तालाई ठिक ठाउँमा राख्नुपर्छ। त्यो पनि जनताले दिएर पठाएको एकदम दिएको छ। क्षेत्रीय पार्टीहरूलाई सबैको मुहान सुकाइदिएको छ, सटर बन्द गरिदिएको छ। श्रीमान श्रीमतीका पार्टी ल्याएर यहाँ लफडा गर्ने 3-4 सिट ल्याएर सबको दोकान बन्द गराइदिएको छ। देखियो नि त। हिमाल, पहाड, तराई, मेची, महाकाली, सारा चिज, जात, भाषा, धर्म, संस्कृति सबैले एउटै चिज, एउटै आवाज, एउटै रिदम बगेन सर। हिमालदेखि तराईसम्मको आवाज एउटै बजेन योचोटि। वान भोइस वान सोलिडारिटी भन्छ नि। सिङ्गो देश जोडियो यो निर्वाचनबाट। एक साइडबाट हेर्ने हो भने पशुपतिनाथको घन्टी बजोस्। पशुपतिनाथको, नेपालमा रहेको पशुपतिनाथको घन्टी बजोस्। बस अहिले हामीले आशा गर्ने, बस राम्रो कुराको लागि सुझाव दिने, भोलि दायाँ बायाँ गर्न लाग्यो भने फेरि खबरदारी गर्ने कुरा छँदैछ। नेपाल र नेपाली भएको नाताले राम्रोमा ज्यान फालेर सपोर्ट गर्नुपर्छ, नराम्रो हुने अवस्थामा फिडब्याक सहित खबरदारी गर्नुपर्छ। किनभने अब प्रतिपक्ष कमजोर छ सदनमा, छँदै छैन। अब खबरदारी गर्ने त हामीले गर्नु पर्यो बाहिरबाट। यदि तलमाथि गर्न खोज्यो यो कुरालाई त कसैलाई फेरि उन्माद पनि चढ्छ नि त। जनताले दिएको मतलब त्यो पद भन्ने कुरै त्यस्तै हो कि बिस्तारै पलाउँछ कि, पलाउन थाल्यो भने फेरि त्यो ठिक छैन है भनेर फेरि खबरदारी पनि गर्नु पर्यो। अघि नै 2 शब्दमा भने त
अब अहिले चुनाव जितेर जाने नेतृत्वमा रहेका खास गरेर विद्वत व्यक्तिहरूले जम्मा 2 शब्द होइन, ज्ञानको घमण्ड लिएको रावण हुने कि घमण्डको भयङ्कर अध्ययन गरेको घमण्डको बारेमा ज्ञान भएको राम हुने, यति दुईटा कुरामा बस छुट्याउनुहोस्। बस। ज्ञानको घमण्ड हुँदा रावण हुन्छ, घमण्डको ज्ञान हुँदा राम हुन्छ। बाटो तपाईँकै हो, बस। राम बन्ने कि रावण हो? रावण भने सिद्धिनुहुन्छ, राम भने अनन्तसम्म इतिहासमा नाम रहन्छ। तर चिन्दै गर्नु विभीषणहरू छेउमै हुन सक्छन्, रामै हुँदा पनि। हो 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 हो। ख्याल त गर्नु पर्यो नि। रामका लक्ष्मण जस्ता भाइ पनि थिए, रावणका विभीषण जस्ता भाइ पनि थिए। रावणले मर्ने बेला त्यही भनेछ नि त, राम तिमीले विजय गर्यौ, तिमीसँग लक्ष्मण जस्तो भाइ थियो, म हारेँ तिम्रो हातबाट मरेँ, किनभने मसँग विभीषण जस्तो मेरो भाइ थियो जुन तिमीसँग गयो। हो, त्यो ख्याल गर्ने, त्यो एनालाइज गर्ने क्यापेसिटी छ। विद्वत व्यक्तित्वहरू हुनुहुन्छ, हरेक सेक्टरले विद्वत व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूले बोलेका, उहाँहरूले बनाएका पोलिसीलाई हेर्दाखेरि आशा गरौँ मर्निङ सोच द डेज राम्रो होस्। गड ब्लेस, भगवान् पशुपतिनाथले कल्याण गरून्। तपाईँ हाम्रो सबै फेरि द्वन्द्व नहोस्, फेरि हाम्रा भाइ बहिनीहरूले नेपाली जनताले कहीँ पनि आहुति दिने स्थिति नहोस्। अब कोही शहीद बन्न नपरोस् राष्ट्रको लागि। विशिष्ट राष्ट्र भनेर जुनसुकै राष्ट्रमा जाँदा पनि ओ नेपाली भनेर एयरपोर्टबाटै हामीलाई सबैले हेर्ने अवसर प्राप्त होस्, सम्मान प्राप्त होस्, त्यही कामना गरौँ। थ्याङ्क यू सर, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच समयको लागि। थ्याङ्क यू।